आमा तिम्रो आशीर्वादले ठेस लागेको छैन। आमा तिम्रो आशीर्वादले ठेस लागेको छैन। दुःखसँग लडेको छु, हार खाएको छैन। परदेशमा हुनेलाई न दसैँको टिका न तिहारको माला, परदेशमा हुनेलाई। यस्तो मैले चाहिँ घर सम्झिनुलाई थियो अगाडि पछाडि भएर चाहिँ। नमस्कार दर्शकबिनहरू, म सुरज खनाल एसएस इन्टरटेनमेन्ट युट्युब च्यानलबाट आज फेरि मैले धेरै लामो समयदेखि कलाकारिता क्षेत्रलाई माया गर्दै कलाकारिता क्षेत्रमा सङ्घर्ष गर्दै र धेरै गीतमा आफ्नो आवाज भर्नुभएको र लाइभ दोहोरीमा पनि उति नै अब्बल कलाकार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका सचिव कृष्ण दर्लामीज्यूसँग छु। नमस्कार छ, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। के छ, सन्चै आरामै हुनुहुन्छ? अनि परदेशको बसाइ कस्तो छ तपाईँको? परदेशमा दिनहरू कसरी काटिरहनु भएको छ र तपाईँको साथसाथै साङ्गीतिक क्षेत्रलाई कसरी अगाडि बढाइरहनु भएको छ? अब खास गरेर परदेशको विषयमा लिँदाखेरि परदेशका धेरै साथीहरू हुनुहुन्छ। अब विगत लामो समयदेखि कतारमा सङ्घर्ष सँगसँगै बितिरहेछ। अहिलेको माहौल हेर्ने कतारमा गर्मी छ, कामको सिलसिला त त्यस्तै हो। अहिले सबै दुःखमै छौँ भनौँ न, सबैजना म लगायत सबै यहाँ स्ट्रगल पिरियड हो। ठिकै छ, खुसी पनि छु। अब परदेशमा छु, दुःखी पनि छु, त्यस्तै छ सबै कुरो। अनि तपाईँले कति वर्ष भयो यो कलाकारिता क्षेत्रलाई माया गरेर मैले कलाकारिता क्षेत्रलाई, आफ्नो सङ्गीतलाई, आफ्नो देशको संस्कारलाई बचाउनु पर्छ भनेर लाग्नु भएको र कति वर्षदेखि आफ्नो घर परिवार छोडेर परदेशी भूमिमा जागिर गर्दै हुनुहुन्छ? अब परिवार छोडेर त म लामो समय भइसक्यो, 20औं वर्ष भइसकेको छ। सङ्गीत क्षेत्र अब सङ्गीत क्षेत्र पनि लगभग 20औं वर्ष नै भइसक्यो। त्योभन्दा पहिला पनि स्कुल जीवनदेखि नै, बाल्यकालदेखि नै लोकप्रिय क्षेत्रमा पढाउने र गुनगुनाउँदै गाउँघरतिर घाँस काट्दै घाँस लाएर होइन मेरो पद छ। अब सबैजनाको यस्तै नै छ कहानीहरू। म पनि त्यही नै हो। अब सङ्गीत क्षेत्र एकदमै मन पराउँछु। कतिवटा केही गीतहरूको काम पनि गरेको छु। मेरो आफ्नै आवाजमा मेरो साथीहरू हुनुहुन्छ, हाम्रो केही टिमहरू छ, त्यो टिमबाट केही कुराहरू गरिरहेको छ। सङ्गीत क्षेत्र पनि लामै भयो यात्रा चाहिँ, लगभग 17-18 वर्षको नजिक छ। 17 वर्ष 18 वर्षको पिरियडमा तपाईँले साङ्गीतिक क्षेत्रबाट कस्तो खालको प्रतिक्रिया पाउनुभयो र कस्तो खालको माया पाउनुभयो र तपाईँले साङ्गीतिक क्षेत्रलाई अगाडि बढाउँदाखेरि अझै दर्शकहरूको माया पाउँछु जस्तो लाग्छ कि हाम्रो जिन्दगी यस्तै नै त रहेछ, परदेशमा जे गरे पनि दुःख गर्नु नै पर्ने रहेछ जस्तो लाग्छ तपाईँलाई? खास गरेर अब साङ्गीतिक क्षेत्र कस्तो भने अब माया लाग्छ। हिजो गीत गाइरहेको भएर चाहिँ त्यो गीत गाउनु मन लागिरहेको हुन्छ। यहाँदेखि छुट्टी जाँदै गर्दाखेरि एउटा आफ्नो काम गर्नु मन लाग्छ होइन। सफलता त अहिले समय जस चेन्ज छ। अब यो सङ्गीत क्षेत्रमा पनि लामो समयसम्म सङ्घर्ष गरेको कलाकारहरू पछाडि नै हुनुहुन्छ। एज म त्यस्तो भन्न खोजेँ होइन, मसँग त्यति धेरै कला नहोला, म जस मन पराउँछु, काम गर्दै गर्छु। सफल भन्ने कुरा पनि त्यस्तै नै हो होइन। सफल भइएला भन्ने कुरा त्यो अपेक्षा मात्र हो एउटा। जसबाट कृष्ण दर्लामीले त्यो गाउँको रहेछ, यो मान्छे यस्तो रहेछ, गाउँबाट बजार झऱ्यो, बजारदेखि अरबतिर लागेको मान्छे, अरबको थोरै बाँचेको समयलाई पनि मेरो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखा एज नेपाल केन्द्र हामी आबद्ध छौँ। यसले गर्दा यो फिल्डमा अझै पनि काम गर्ने जागर छ, जोस छ होइन, रहर छ, इच्छाहरू छ, त्यही चाहना छ। आफ्नो रहरहरू पुरा गर्दैछु। त्यो दिने हो खासै
गीत सङ्गीत क्षेत्र भनेर अब सफल हुन्छु सफल कलाकार बनाउँला भन्ने सपना त अब यत्रो वर्षबाट बसिसकेको छ होइन त्यो भोलिका दिन जस माया गर्दै जान्छु जस्तो लाग्छ तपाईँले पक्कै पनि गीत सङ्गीतलाई माया गर्नुहुन्छ तपाईँको पछाडि पनि दुई चारवटा मादल झुन्डाएर राखिरहनु भएको छ सायद तपाईँले यो मेरो विचारमा परदेशमा आफ्नो जागिर सकेर फुर्सदको समयमा एक्लै बसेर अथवा साथीभाइहरूसँग बसेर गुनगुनाउनको लागि मन भुलाउनको लागि पक्कै पनि मादलहरू राख्नुभएको होला र तपाईँका एकदम बजारमा आइरहेका गीतहरू र आउने क्रममा रहेका गीतहरूबाट पाउनुभएका दर्शकको मायाहरू र दर्शकले अझै पनि मलाई माया गरे हुन्थ्यो अझै पनि मलाई अगाडि बढाए हुन्थ्यो जस्तो लाग्छ के लाग्दैन त यो त्यस्तो बजारमा यति राम्रैसँग चलेको खासै त्यसमा माया चाहिँ गर्नुभएको छ किसन दर्लामी नामबाट केही गीतहरू चाहिँ बजाएको छ त्यस कतिपय साथीहरूले अब यो गीत तपाईँको हो भनेर सोध्नुहुन्छ हजुर हो भन्ने माध्यम चाहिँ भएको छ म चिनेको छैन हाम्रो साथीहरूले नयाँ गीतहरू नयाँ काम पनि आउँदैछन् होइन म सालमा एउटा दुईवटा गीतहरू चाहिँ गरिरहेको हुन्छु जस खुसी छु समय छैन होइन जो साथीहरूसँग जोडिन पाइन्छ कामहरू गर्न पाइन्छ र यो लोकदोरी क्षेत्रलाई यसरी नै माया गरिरहन पाइन्छ अब सबै साथीहरूले कतिले चिन्नु भएको छ होइन द्वारभित्र मेरो समाज मेरो गाउँलाई पनि सम्झिन सक्छ मेरो गाउँमा पनि चिन्नुहुन्छ मेरो गाउँको हाम्रो बुवाहरू दाजुभाइहरू सबैजनालाई धेरै सम्मान छ जस मेरो गाउँ समाजमा पनि उहाँहरूले त्यो गीत गाउँछ यस्तो छ भने सानै बाल्यकालदेखि नै एउटा इमेजिङ चाहिँ छ मेरो सँगैको साथीहरू सबैजनालाई र मैले गीत गाइसकेपछि जोडिएका धेरै साथीहरू पनि हुनुहुन्छ होइन उहाँहरूको अब लगायत जस यो क्षेत्र मैले विदेश नलागेको भए चाहिँ जसै क्षेत्रमा केही लामो समयसम्म अब कस्तो हुन्थ्यो त्यो समय चाहिँ थाहा छैन होइन जस आउँथेँ जस्तो लाग्छ मलाई चाहिँ अनि तपाईँले मेरो पहिलो सम्झना अथवा मेरो कलाकारिता क्षेत्रमा पहिलो खुड्किला चाल्ने मलाई यसले अवसर दियो भनेर तपाईँले आफ्नो कुन गीतलाई सम्झिन चाहनुहुन्छ त मैले यो गीतलाई सम्झिँदाखेरि जति धोका पहिले खाएको छु एउटा गीतमा चाहिँ म्युजिक हुने 2015मा पहिला अब हामी साथीहरूसँग काम गर्दै जाने जस काम हुन्थ्यो नाम हुन्थेन त्यो कुराहरू चाहिँ छन् तेरो भाइ सन्तोष राईको आवाज सत्यन जान्छ सोनी शब्द विकास विकको शब्दमा चाहिँ हामीले काम गरेका थियौँ हाम्रो विषय साउथ साइड मैले म्युजिक चाहिँ गरेका थियौँ यो गीत चाहिँ जस राम्रो लाग्छ राम्रो गीत छ अनि तपाईँको पहिलो जुन पर्दामा आउने अवसर पाउनुभयो त्यो गीत तपाईँको जति रुनु पहिल्यै रोको छु भन्ने भयो सरी जति धोका पहिल्यै खाएको छु भयो भने तपाईँले आफ्नो आवाज पहिलो कुन एल्बममा हाल्नु भएको थियो मेरो आफ्नो आवाज सल्लाह धोकाइले हालेको थिएँ त्यसपछि मेरो स्टुडियोमै काम भएर रोकेको धेरै गीतहरू छन् सल्लाह धोकाइले गीत चाहिँ जस दुईवटा छ अब मेरो 2017मा मैले गएको थिएँ पछि फेरि बजारमा आएको छ त्यसपछि चट्टे सिनो टेलिफोन तारा त्यसपछि अहिले अघिल्लो वर्ष मात्र मैले सम्झना भन्दाखेरि मैले नाइक सालको शब्दमा परदेशमा हुँदै सुन्नुभएको छ र अझै पनि आउने तयारीहरू छ गीतहरू अब यस्तै छ यो क्षेत्र समय दिन सकिन्न परदेशमा कहिले संस्थागत काममै हुन्छ अब प्रोग्रामतिर पनि हुन्छ त्यस्तै छ समय मिलेसम्म फेरि समय रहेर जिन्दगी रह्यो भने चाहिँ फेरि पनि नयाँ नयाँ कामहरू नयाँ सिर्जनाहरू तपाईँले अहिलेसम्म गरेका गीतहरूमध्ये सबैभन्दा तपाईँले आफैलाई पनि हुन त आफूले गरेका सिर्जनाहरू आफूले गरेका कामहरू सबैलाई राम्रो नै लाग्छ त्यो मध्ये पनि मैले वाउ गरेछु भनेर लाग्ने कुन गीत छ त मैले गरेको धेरै गीत छैन असर गीत गर्दाखेरि चाहिँ जस मलाई परदेशमा हुँदैन चाहिँ मेरो यथार्थ कहानी होइन सबैजनाले मेल खाएको छ यस्तो होइन साथीहरूले हामी सँगै गरेका कामहरू धेरै छन् स्टुडियोमा पनि छन् बाहिर बजारमा पनि छन् जस परदेशमा हुनेलाई
चाहिँ घर सम्झिनुले चाहिँ मलाई एकदमै मेरो आफ्नो जीवनका लगायत म जस्तो कयौँ हजारौँ परदेशीहरूलाई चाहिँ एकदमै स्पेसल्ली चाहिँ त्यो छ। यसको यो गीतको हामीले एक टुक्का सुन्न मिल्छ भने हाम्रा दर्शकहरूलाई पक्कै पनि खुसी लाग्ने थियो। लाग्दैन जस्तो टाइपको छ है। ओके। आमा तिम्रो आशीर्वादले ठेस लागेको छैन, आमा तिम्रो आशीर्वादले ठेस लागेको छैन, दुःखसँग लडेको छु हार खाएको छैन, परदेशमा हुनेलाई न दसैँको टिका न तिहारको माला, परदेशमा हुनेलाई। यस्तो मैले चाहिँ घर सम्झिनुलाई थियो, अगाडि पछाडि भएर चाहिँ धन्यवाद छ, धेरै धेरै धन्यवाद छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका सचिव मेरो प्रिय दाजु कृष्ण दर्लामीज्यूलाई र सम्पूर्ण एसएस इन्टरटेनमेन्ट युट्युब च्यानल हेरेर बस्नुहुने सबैजनालाई न्यानो माया अनि सम्मान छ। र फेरि पनि मैले तपाईँहरूको लागि यस्तै नयाँ कला नयाँ प्रतिभा लिएर अवश्य पनि जोडिनेछु। हाम्रो एसएस इन्टरटेनमेन्ट युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै यति बेला म सुरज खनाल पनि ओझेल पर्न चाहन्छु र धन्यवाद छ हाम्रो कृष्ण दर्लामीज्यूलाई पनि।